21 फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि बनेका प्रमुख राष्ट्रिय दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया तीव्र बनाइरहेका बेला नेकपा एमाले पनि आफ्नो संसदीय दलको नेता चयन गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले उपाध्यक्ष रामबहादुर थापा बादललाई निर्विरोध रूपमा संसदीय दलको नेता चयन गरेको हो। प्रारम्भिक चरणमा प्रतिस्पर्धाको सम्भावना देखिए पनि अन्ततः कुनै औपचारिक मतदान नगरी सहमतिका आधारमा थापालाई निर्विरोध घोषणा गरिएको हो। संसदीय दलको नेताका लागि थापा र सांसद सुहाङ नेङवाङले आकांक्षा व्यक्त गरेका थिए। दुवैले उम्मेदवारीको तयारी गरेका थिए भने निर्वाचनको सम्भावना समेत रहेको थियो। तर अन्तिम समयमा नेङवाङले प्रस्तावक र समर्थक नपाएपछि प्रतिस्पर्धा हुन सकेन र थापा निर्विरोध चयन भए। निर्वाचन संयोजक निरज आचार्यका अनुसार थापाले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरिसकेका थिए भने नेङवाङले पनि मनोनयन पत्र लिइसकेका थिए। यद्यपि आवश्यक समर्थन जुटाउन नसक्दा उनले उम्मेदवारी दर्ता गर्न सकेनन्। यस घटनाले एमालेभित्र केही असन्तुष्टि पनि जन्माएको छ। पार्टीका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता चयन गर्ने प्रक्रियामाथि सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। उनले वर्तमान परिस्थितिमा पार्टीले व्यापक पुनर्गठन र एकताको आवश्यकता रहेको उल्लेख गर्दै नेतृत्व चयनको शैलीले पार्टी पङ्क्तिमा थप चिन्ता उत्पन्न गरेको बताएका छन्। उनका अनुसार निर्वाचनबाट पार्टीले गम्भीर धक्का भोगिरहेको छ र नेतृत्वप्रति जनगुनासो बढिरहेको अवस्थामा सहमति र छलफल मार्फत निर्णय लिनु उपयुक्त हुने थियो। तर सांसदहरूलाई दबावमा राखेर गरिएको निर्णयले सकारात्मक सन्देश नदिएको उनको भनाइ छ। भट्टराईले केही दिन समय लिएर सांसदहरूबीच गहिरो छलफल गरेर सहमति कायम गर्न सकिने विकल्पलाई व्यवस्था गरिएको बताएका छन्। यस प्रकारको प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने र दीर्घकालीन रूपमा सङ्गठनलाई असर पार्न सक्ने उनको चिन्ता छ। यसैबीच अन्य प्रमुख दलहरूले पनि संसदीय दलका नेता चयन गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट बालेन शाह संसदीय दलको नेता चयन भइसकेका छन् र उनी प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई आफ्नो संसदीय दलको नेताको रूपमा अघि सारेको छ। यद्यपि नेपाली काङ्ग्रेसले भने अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन। काङ्ग्रेस नेता मोहन आचार्यका अनुसार बिहिबार बिहान 11 बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। उक्त बैठकमा संसदीय दलको नेता चयन गर्नुका साथै संसदमा प्रस्तुत हुने नीतिगत विषयहरूमा पनि छलफल गरिनेछ। समग्रमा हेर्दा नयाँ राजनीतिक समीकरण र नेतृत्व चयनको प्रक्रिया जारी रहेका बेला एमालेभित्रको आन्तरिक बहसले दलभित्र लोकतान्त्रिक अभ्यास र एकताको सन्तुलन कायम गर्ने चुनौती देखिएको छ। आगामी दिनमा काङ्ग्रेसको निर्णय र अन्य दलहरूको रणनीतिले देशको राजनीतिक दिशा थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।